माथि जाने अब यहाँ यस्तो भिडियो हान्दिउँ न त हामी यहाँ ट्याक्क लाएर बर्सुङचेतको यो वागा भन्ने डाँडामा आएको नि त खै त हेलो गाइस हामी यो बर्सुङचेतको वागा भन्ने ठाउँमा जाँदैछौँ क्या उकालो हाम्रो साथीहरू चाहिँ अगाडि बढ्दैछ हामी यहाँ म चाहिँ तल तल चाहिँ गाडी हामी तल राखिरहेको छौँ तलबाट कोही टोली पनि आउँदैछ हामी यहाँ माथि चढ्दैछौँ ल हेर्नु उकालो हामी पनि तलबाट दुईजना आउँदैछ नि टोलीहरू यस्तो डाँडामा यार कस्तो खतरा ग्राउन्ड छ नि एक गतिबाट एक गेम हुने रे एक गते हुन्छ नि बैशाखको जाउँ यो वागा वागा होइन रहेछ वाका रहेछ वाका वाका ओ ओ सामिना हामी वागाको उकालो चढ्दैछौँ यहाँ यो चाहिँ खतरा उकालो अब ट्रेकिङ गर्न आउने हो भने यहाँ आउँदा हुन्छ है टोलीहरू यहाँ हाम्रो ट्रेकरहरू यहाँ हुनुहुन्छ हामी चाहिँ अलि खतरै पाराले अगाडि हिँडिरहेछौँ अब माथि पुगेपछि सरप्राइज देखाउँछु म टोलीहरूलाई अब चाहिँ हामी माथि वागाको उकालो साकिन लाग्यो कि मेन भ्यू पोइन्ट चाहिँ यहाँ निस्किँदैछ यी पुरा निलो निलो भएर भ्यू पोइन्ट चाहिँ यहाँ निस्किँदैछ है ल है वाह ल भ्यू पोइन्ट यहाँ हिमाल कडा बन्द छ त सर भ्यू पोइन्ट यतातिर स्वागतम धन्यवाद यो चाहिँ नि ल हेर्नु यहाँको ताजा लग्ने पनि खतरा छ यहाँ कताबाट जाने हामी यो खोल्ने ल हेर्नु यो मैले यहाँ ताल्चो खोल्दैछु यहाँको ताल्चो चाहिँ यस्तो रहेछ ल हेर्नु हो खतरा ताल्छ यो प्रवेशद्वार हामी भित्र छिर्यौँ है यहाँनिर ल हेर्नु ठाउँ त बबाल छ त यार बा ल हेर्नु न गाइज ठाउँ नुवाकोटको पर्यटक स्थल ठाउँ हो नि त यो त बब्बाल छ बब्बाल हामी त हेरेको हेरे ल हेर्नु बा and हिमाल यो वाका यो रेलिङ चाहिँ बनाएको चाहिँ बनाएन कि कस्तो मान्छेले बनायो होला यार यो हेर्नु कहाँ यो त अनि यस्तो माथि भिरमा कसरी बनायो यार यो रेलिङ पनि हेर्नु न हो नि कहाँ हेर्नु न कस्तो भिरमा बनाएको होला है भिडियो यो भगवान त खतरै छ त यार एङ्ग्री वाला टाइपको